प्रिय दाजुभाइ दिदीबहिनीहरू, प्रभु येशू ख्रीष्टको नाउँमा जय मसीह। आज हामी एउटा अत्यन्तै महत्त्वपूर्ण र जीवन परिवर्तन गर्ने विषयमा विचार गर्नेछौँ। पश्चाताप गरे क्षमा पाइन्छ। धेरै मानिसहरू अपराध बोध, लाज, डर र निराशमा बाँचेका छन्। उनीहरू सोच्छन्, मेरो पाप धेरै ठुलो छ, परमेश्वरले मलाई क्षमा गर्नुहुन्न होला। तर आजको सन्देशले तपाईलाई आशा दिनेछ। परमेश्वरको दया हाम्रो पाप भन्दा ठुलो छ। पश्चाताप के हो? पश्चाताप भनेको केवल माफ गर्नु होस् भन्नु मात्र होइन। पश्चातापको अर्थ हो हृदयदेखि पापलाई स्वीकार गर्नु, पापप्रति दुखी हुनु, पापबाट फर्किनु, परमेश्वरतर्फ फर्किनु। फेरि 3:19 यसकारण पश्चाताप गर र फर्क, ताकि तिमीहरूका पापहरू मेटियोस्। साँचो पश्चाताप मन परिवर्तन, दिशा परिवर्तन हो। दाउदले व्यभिचार र हत्या पछि पश्चाताप गरे, ठुलो पाप गरे बेसेवासँग र उरियाको हत्या, तर उनले बहाना बनाएनन्। उनले भने भजन सङ्ग्रह 51:17 हे परमेश्वर, टुटेको र पश्चातापी हृदयलाई तपाईले तिरस्कार गर्नुहुन्न। परिणाममा परमेश्वरले उनलाई क्षमा गर्नुभयो। आमेन। उडन्ते पुत्र लुका 15:11 देखि 24 हामी पढ्छौँ भने, छोरोले बाबुसँग सबै आफ्ना अंशमा पर्ने जति सम्पत्ति मागे र टाढा गएर मौज मस्ती विलासी जीवनमा अर्थात् पापपूर्ण जीवन बितायो। सबै सकिएपछि ऊ आफैसँग आयो र भन्यो, अब तपाईको छोरा कहलिन लायकको छैन। तर बुबाले के गर्नुभयो? गाली गरेन, दण्ड दिएनन्, आङ्गलो हाले, ठुलो भोज गरे। यो परमेश्वरको हृदय हो। आमेन। पत्रुसले अस्वीकार गरेपछि मत्ती 26:69 देखि 75 जब हामी हेर्छौँ, पत्रुसले चाहिँ प्रभु येशू ख्रीष्टलाई 3 पटक इन्कार गर्नुभयो र येशूलाई चिनेको छैन भने। तर पछि के भयो? यूहन्ना 21 हामी हेर्छौँ भने येशूले पत्रुसलाई पुनः स्थापित गर्नुभयो। असफलता अन्त्य होइन, पश्चाताप नयाँ सुरुवात हो। प्रिय मित्र, लुगा धेरै फोहोर छ, त्यसैले पानीले धुँदैन होइन, जति फोहोर भए पनि पानीले सफा गर्छ। त्यसै गरी जति पाप भए पनि यीशुको रगतले सफा गर्छन्। पहिलो यूहन्ना 1:7 यीशुको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ भनेका छन्। दार्शनिक सोक्रेटिसको विचार साँचो बुद्धि भनेको आफ्नो गल्ती चिन्नु हो। यसको अर्थ हो जब मानिसले आफ्नो गल्ती स्वीकार गर्छ, त्यति बेला परिवर्तन सुरु हुन्छन्। पश्चाताप आत्मिक बुद्धिको सुरुवात हो। प्रिय मित्र, सन्त अगस्टिनले भन्नुहुन्छ, परमेश्वरले हामीलाई बिना पश्चाताप पनि प्रेम गर्नुहुन्छ, तर बिना पश्चाताप हामीलाई परिवर्तन गर्नुहुन्न। परमेश्वरको प्रेम स्थिर छ, तर परिवर्तन पश्चातापबाट आउँछन्। मार्टिन लुथरले सुधारवाद मार्टिन लुथरले भन्नुहुन्छ, क्रिस्चियन जीवन सम्पूर्ण रूपमा पश्चातापको जीवन हो। पश्चाताप एक दिनको कुरा होइन, पुरै जीवनको शैली हो। आमेन। केही समय अघि एक युवक लागु पदार्थ, झगडा र खराब संगतमा फँसेका थिए। परिवार, समाज सबैले आशा छाडिसकेका थिए। एक दिन उनले युट्युबमा एउटा प्रवचन सुने, पश्चाताप गरे क्षमा पाइन्छ। त्यो रात उनले रोए, प्रार्थना गरे, प्रभु म सकिन, मलाई बचाउनुहोस्। प्रभुको कृपामा आज उनले लागु पदार्थ छोडे, परिवारसँग मेलमिलाप भयो, चर्चमा सेवा गरिरहेका छन्। परमेश्वर आज पनि जीवन परिवर्तन गर्नुहुन्छन्। आमेन। पहिलो यूहन्ना 1:9 यदि हामी आफ्ना पापहरू स्वीकार गर्छौँ भने उहाँ विशेषज्ञ र धर्मी हुनुहुन्छ, उहाँले हाम्रा पापहरू क्षमा गर्नुहुन्छ। यशाया 1:18 तिमीहरूका पापहरू रातो अर्थात् सिन्दुरे
रङ जस्तै भए पनि हिउँ जस्तै सेतो हुनेछन्। हितोपदेश 28 को 13 जसले आफ्ना पाप लुकाउँछ उसको भलाइ हुँदैन, उन्नति हुँदैन, तर जसले स्वीकार गरी छोड्छन् त्यसले दया पाउँछन् र उन्नति हुन्छन् भन्छन्। प्रेमित र आज पवित्र आत्माले तपाईको हृदयमा कुरा गरिराख्नु भएको छ भने ढिलो नगर्नुहोस्। आज भने दिन हो, प्रभु म फर्किन्छु, म पश्चाताप गर्छु, आउनुहोस् तपाईँ र मसँगै मिलेर प्रार्थना गरौँ। हे स्वर्गीय पिता, म स्वीकार गर्दछु कि म पापी हुँ, म मेरा पापहरू छोड्न चाहन्छु। यीशु ख्रीष्ट तपाईको रगतले मलाई शुद्ध गर्नुहोस्। म आज नयाँ जीवन स्वीकार गर्दछु यीशु ख्रीष्टको नाउँमा, आमेन। परमेश्वरले तपाईलाई आशिष दिनुभएको होस्। सम्झनुहोस्, पाप ठुलो हुन सक्छ तर परमेश्वरको दया अझ ठुलो छ। आज फर्कनुहोस्, आज नयाँ सुरुवात गर्नुहोस्, पश्चाताप गरे क्षमा पाउनुहुनेछन्। आमेन। परमेश्वरले तपाईको जीवनमा प्रशस्त आशिष दिनुभएको होस्। हस्त धन्यवाद छ।